वेलकम ब्याक टु माई च्यानल इट्स मी स्नेहा है। र आज चाहिँ हामी जाँदैछु काली पूजाको पण्डाल घुम्नु है। सो तपाईँहरूलाई पनि देखाउँछु है सिलगढीमा चाहिँ के कस्तो हुन्छ भनेर हो। अनि के पण्डाल कस्तो कस्तो खालको पण्डालहरू बनाएको छ भनेर हो। सो यहाँ गाइस मसँग बनेर बस्नुहोस् र म तपाईँहरूलाई देखाउँछु। सो गाइस यो चाहिँ हो बाहिरको नजारा है। यस्तो दामी छ नि यो चाहिँ कहाँ हो भने चाहिँ यो चाहिँ हो कञ्चनजङ्घा स्टेडियमको चाहिँ पछाडिपट्टि जहाँनिर चाहिँ कलेजपाडा भन्छ, जहाँनिर भुटिया मार्केट छ त्यो साइडमा चाहिँ यो काली पण्डाल बनाएको थियो। यस्तो दामी थियो नि यो चाहिँ। अब लुक एट द डिटेल्स। यसको थिम चाहिँ थियो एग्रिकल्चर होइन। यहाँ चाहिँ अब ट्राइबलाई एग्रिकल्चरलाई त्यसलाई रिप्रेजेन्ट गरेको थियो है। यस्तो दामी थियो हेर्नुहोस् न। अब हरेक हुन्छ नि यहाँ आउँदा चाहिँ मलाई के लाग्यो भने चाहिँ नि इन्डियामा चाहिँ कला हुन्छ नि एउटा क्रिएटिभिटी ट्यालेन्टको चाहिँ कोही कमी छैन रहेछ जस्तो लागेको। कि एउटा सिम्पल एउटा ब्याम्बो भयो, सानो काठहरू भयो होइन। अब ताला चाबीले कसैले सोचेको थियो होला कि ताला चाबीले पनि क्रिएटिभिटी हुन्छ भनेर। यस्तो दामी चाहिँ अब पण्डाल बनाएको थियो है। यहाँ हेर्नुहोस् न अब खेतीपातीलाई रिप्रेजेन्ट गर्ने होइन। ताला चाबी लिटरली जति पनि सिलिङमा देख्नु हुँदैछ नि यो सबै ताला चाबीले चाहिँ बनाएको थियो। जन्जिरहरू होइन त्यस्तो युज गरेर हेर्नु न। अब यस्तो दामी चाहिँ बनाएको थियो यहाँनिर। अब यहाँनिर चाहिँ मान्छेहरू नाच्दै गरेको काठले बनाएको है। यस्तो दामी थियो यो चाहिँ हेर्नु न। अब त्यहाँभित्र पस्दा चाहिँ आई फेल द डिभाइन एनर्जी क्या। यहाँ हेर्नुहोस् न अब काली माताको मूर्ति चाहिँ यस्तो दामी बनाएको छ। यस्तो गोल्डन हुन्छ नि अब थियो होइन। अब राम्रै त्यो भगवान्को त्यो अरा हुन्छ नि अब त्यो पावर चाहिँ राम्रै सिरिएको झल्किएको जस्तो थियो क्या त। अब यहाँनिर चाहिँ हेर्नुहोस् न लिटरली यु क्यान सी ताला चाबीले चाहिँ अब सिलिङमा चाहिँ मजाले क्रिएटिभिटी गरेको थियो। अब कसैले सोचेको थियो होला है, कसैले सोचेको थियो होला अब यस्तो पनि हुन्छ भनेर। लुक एट द डिटेल्स गाइज, लुक एट द डिटेल्स। अब यो छ नि यो चाहिँ टायरले केले बनाएको रहेछ होइन। यो चाहिँ अब समय चक्रलाई चाहिँ अब रेफर गर्छ है। मतलब अब टाइम लाइफ साइकल त्योलाई। अन्त यहाँनिर चाहिँ अब मान्छेहरू यसरी यस्तो जान्छ न मान्छेहरू बनाएको थियो होइन। अन्त माथि चाहिँ लिटरली गाइस लिटरली ताला चाबी थियो। म त छक्कै परेँ। अब यस्तो पनि हुँदो रहेछ भने हेर्नु न। अब भगवान्को तपाईँले डिभाइन एनर्जी यु क्यान फिल इट क्या। यस्तो दामी थियो नि। आई वाज रियली मेस्मराइज्ड। अनि यो चाहिँ हो सेकेन्ड। यो चाहिँ कहाँ छ भन्दा चाहिँ यो चाहिँ हो कञ्चनजङ्घा स्टेडियमभित्र बनाएको थियो यो चाहिँ है। यसको चाहिँ थिम थियो वुमन एम्पावरमेन्ट, वुमनलाई रिप्रेजेन्ट गरेको थियो है। यस्तो दामी थियो नि। हरेक सिलगढीको हरेक पण्डाल चाहिँ यस्तो राम्रो राम्रो थिम राखेको थियो। यस्तो दामी दामी क्रिएटिभिटी गरेको थियो नि। म भन्नु सक्दिनँ क्या तपाईँलाई। यस्तो दामी चाहिँ थियो हाम्रोतिर चाहिँ। यु क्यान लिटरली सी इन्दिरा गान्धी भयो होइन, त्यहाँदेखिको मदर टेरेजा भयो, जति पनि फिमेल्सहरू छ आइकनिक फिमेल्सहरू उनीहरूलाई चाहिँ रिप्रेजेन्ट गरेको थियो कि यहाँनिर चाहिँ। र त्यहाँनिर चाहिँ म भित्र पसेँ है। अन्त भित्र पसेर चाहिँ यु क्यान फिल द भाइब क्या। म त अब त्यो हुन्छ नि छक्कै पऱ्यो डिटेल्सहरू पनि म छक्कै पऱ्यो यार। मान्छेको दिमागमा यस्तो क्रिएटिभिटी कसरी हुने जस्तो लाग्यो क्या। यहाँनिर चाहिँ हेर्नुहोस् न यु क्यान सी द डिटेल्स। यस्तो दामी चाहिँ बनाएको छ नि। अब म त कता हेरौँ किन त यस्तो दामी। मलाई त भने नि गाइस फोटो खिच्नु पनि बिर्सेछु मैले हेरेरै क्या। अब यस्तो मन परेको मलाई चाहिँ अब है। हेर्नुहोस् न अब यो ग्लासको डिटेल्स हेर्नुहोस्, सिलिङ हेर्नुहोस्, यहाँ वालमा हेर्नुहोस्। यो जति पनि तपाईँले वालमा देख्नुहुँदैछ नि यो चाहिँ एक्चुअलमा चाहिँ सुपारीको जुन चाहिँ त्यो बोटको त्यो काठ हुन्छ नि त्यसको चाहिँ बनाएको भन्छ है। अनि जुन चाहिँ माथि सिलिङमा हेर्नुहोस् नि यो चाहिँ खन्जर हुन्छ नि खन्जर त्यस्तोको चाहिँ बनाएको। अब क्यान यु बिलिभ इट। अब यस्तो पनि हुनसक्छ क्रिएटिभिटी पनि एउटा खन्जर होइन। अब यस्तो अब यो त अब प्रायः जस्तो त अब यसमै युज गर्छ नि त। अब यहाँ हेर्नुहोस् न अब खानेको यस्तो टपहरू सानो उयोतिर पनि त्यसको पनि क्रिएटिभिटी हेर्नु न। अब यो ग्लासमै हेर्नुहोस् होइन। अब म त छक्कै परेँ कि अब यस्तो दामी मान्छेको के भन्नु दिमाग पनि कस्तो अब सोच पनि यस्तो पनि हुन्छ जस्तो लागेको। यस्तो दामी छ। यो चाहिँ बाहिरको भ्यू हो अझै तपाईँहरूलाई देखाइदिएको है। सबै अब एउटा आइनी जातिलाई हुन्छ नि एउटा वुमनलाई मात्रै रिप्रेजेन्ट गरेको छ भने इन्दिरा गान्धी भयो होइन।
सबै सिस्टरहरू त्यहाँदेखि चाहिँ हामी गयो है। त्यहाँदेखिको चाहिँ हामी हिँड्दै गएर चाहिँ खास त अब यो पन्डालमा चाहिँ हाम्रो भिजिट गर्ने केही थिएन, तर पनि अचानक पता नि भगवानको बुलावै होला है, माता रानीको। हामी यहाँ आइपुगेका। यहाँनिर चाहिँ यस्तो क्युट काली माता थियो, यस्तो क्युट। हेर्नु न अब काली माता यो भयो होइन, त्यसको अगाडि सिधा अगाडि चाहिँ फेरि शिव भगवानको चाहिँ मूर्ति, यस्तो क्युट। मैले नि भने त अहिलेसम्म मैले शिव भगवान र काली माताको यस्तो क्युट मूर्ति चाहिँ मैले कहिले पनि देखेको थिइनँ। यस्तो क्युट देखेको, यस्तो क्युट देखेको। र जब शिव र तपाईँले अगाडिबाट यसरी फोटो खिच्यो भने चाहिँ मलाई के फिल भयो भने नि आदिशक्ति भन्छ नि, उसलाई त शिव पार्वतीलाई त आदिशक्ति भन्छ होइन, त्यस्तो लागेको क्या। अनि यो चाहिँ हो अर्को पन्डाल। यो चाहिँ एउटा सानो सानो मिनी पन्डालै भनौँ न, त्यसकै परनिर थियो। अनि यहाँनिर पनि काली माताकोमा गयो है। यो दुईवटा पन्डालमा चाहिँ हाम्रो अनएक्सपेक्टेडली अब भिजिट भयो भनौँ न अब। अनि यहाँ चाहिँ पर्छ, यो चाहिँ मार्केटकै छेउमा हो है, अलिकति परनिर चाहिँ त्यो साइडमा चाहिँ पर्छ है। तपाईँले फेरि त्यहाँ चाहिँ अब पुरै मेलै लागिरहेको थियो क्या। यस्तो दामी बाटोदेखिको डेकोरेसन्सहरू गरेको थियो हो। हेर्दै जानुहोस् ल, यस्तो दामी छ। यहाँ चाहिँ अब जुबेन गर्ग जो सिङ्गर छ, आसामिज सिङ्गर, उसलाई चाहिँ लाइक उयो गरेको थियो, लाइक श्रद्धाञ्जली दिएको थियो है। तर यो पन्डालमा आउँदा चाहिँ मलाई के फिल भयो भने, फर्स्ट त मेरो दिमागमा के फिल भयो भने नि म चाहिँ सञ्जय लीला भन्सालीको चाहिँ सेटमा आएछु, फिल्म सेटमा आएछु जस्तो लागेको। यस्तो दामी, यति ठुलो थियो यो, यस्तो दामी बनाएको थियो। फेरि यस्तो रातो साइनी टाइपको हुन्छ नि, त्यो अब बाजीराव मस्तानी पद्मावतीमा कस्तो थियो अब त्यो सेट, त्यस्तो टाइपको बनाएको थियो क्या। अब यस्तो दामी, म त सञ्जय लीला भन्सालीको सेटमा त आइनँ जस्तो पनि भएको क्या। यस्तो दामी, लुक एट द डिटेल्स गाइस, लुक एट द डिटेल्स। यस्तो दामी डिटेल थियो। फेरि क्यान यु बिलिभ इट, अब यो कुनै काठको पनि होइन, केको पनि होइन, थर्मोकल त्यस्तोहरूको चाहिँ बनाएको अब हुन्छ नि। अब यस्तो दामी बनाएको, बट मलाई अब नराम्रो पनि के लाग्यो भन्दा चाहिँ अब यस्तो दामी बनाउँछ है, पछि चाहिँ अब यो पन्डालहरू भत्काउँछ है, कस्तो माया चाहिँ लागेको क्या। अब हुन्छ नि, लुक एट द डिटेल्स गाइस। यो चाहिँ बाहिरको हो कि यहाँनिर चाहिँ ठुलो दियोहरूको सेपमा बनाएको थियो होइन। हेर्नु न, यस्तो दामी चाहिँ, यस्तो दामी थियो कि। अब यो चाहिँ मेरो लाइक जति पनि अब लाइक जति पनि म 5वटा जस्तो चाहिँ घुमेँ है पन्डाल, तर 5वटामा चाहिँ मेरो वान अफ द बेस्ट हो क्या। अनि यो चाहिँ बाहिरपट्टि एउटा बहिनीले है यसरी अब बिचरा अब आफ्नो जीविका चलाउनु लागि चाहिँ अब यस्तोहरू गर्दै थियो है। मलाई एकदम नराम्रो त लाग्यो, किनभने बिचरा कति सानसानो नानीहरू होइन आफ्नो दिवाली मनाइरहेको हुन्छ आफ्नो है, कसैको भन्छ नि कसैको रहरले कसैको करले हुन्छ नि, त्यस्तो लागेको क्या। अनि यो चाहिँ हो हामी त्यो बाटोमा जाँदै गर्दाखेरि यस्तो लाइट्सहरू बालिरहेको रहेछ होइन, यस्तो बेचिरहेको थियो होइन। अनि यहाँनिर चाहिँ मलाई यति फन्नी लागेको नि, अब दिवालीको टाइममा त अभियसली अब हेलोविन पनि हुन्छ नि त, हेलोविन एकदम टच थियो कि। हामी चाहिँ मलाई यति हाँस उठेको कि अब देख्दाखेरि हेर्नु न, यस्तो फन्नी छ नि। लिटरली अब बाटोको छेउमै एकछिन लगाइदिएको थियो कि साइडमा, फन्नी क्या, यति फन्नी लागेको यस्तो थियो है। कतिवटा डेकोरेसन्सहरू बाटोतिर पुरा बेच्ने राखेको थियो। अनि यो चाहिँ हो नेक्स्ट, यो चाहिँ कहाँ थियो भने चाहिँ यो चाहिँ हो पायल सिनेमा हल छ नि, त्यसको साइडमा त्यहाँनिर चाहिँ ठुलो ग्राउन्ड छ, त्यहाँनिर चाहिँ यो काली पन्डाल बनाएको थियो। अनि यो काली पन्डालमा म त डिटेल्स देखेर म छक्कै परेँ क्या। यो चाहिँ इँटाको हुन्छ नि, इँटा हामी जुन चाहिँ एउटा घर बनाउँदै एउटा इँटा युज गर्छ, त्यो इँटाको चाहिँ क्रिएटिभिटी गरेर चाहिँ यो लिटरली डल्लै यो पन्डालै बनाएको थियो क्या। यसमा चाहिँ यस्तो अब सानो भन्दा पनि सानो डिटेल्समा बनाएको थियो कि यो चाहिँ। तपाईँले हेर्नुहोस् न, अब यहाँनिर कसरी सोचेको थियो होला, अब इँटाले त हामी घर बनाउँछौँ, तर इँटाको पनि यस्तो क्रिएटिभिटी हुन्छ भनेर। यस्तो दामी बनाएको छ। म त यिनीहरूको अब यो ट्यालेन्ट यो क्रिएटिभिटी देखेर म छक्कै परेँ क्या। अब यस्तो पनि हुनसक्छ यार, एउटा मान्छेको दिमागमा यस्तो पनि अब क्रिएटिभ आइडियाजहरू आउनुसक्छ भन्ने म छक्कै परेँ क्या। यस्तो दामी बनाएको छ नि, यो देख्दा चाहिँ आई रियली फेल प्राउड कि सबै मेड इन इन्डिया हो। प्लस यार म यस्तो देशको भन्ने छु जहाँनिर चाहिँ क्रिएटिभिटी चाहिँ लिटरली फ्लोज लाइक सक्छु। यहाँ हेर्नु न, अब यसो सोचेको छु अब यस्तो पनि हुन्छ भनेर। म त डिटेल देखेर छक्कै परेँ क्या। अब
यस्तो पनि हुन्छ भनेर अब हेर्नु न मेहनत चाहिँ कस्तो चाहिँ होला अब इन्डियामा मान्छेको क्या अब एउटा मेहनत चाहिँ यो पन्डालको चाहिँ बाहिर त अब एकदमै दामी भन्दा पनि दामी थियो होइन अब भित्र पनि यति दामी थियो नि के भन्नु अब सिलिङतिर पनि मसिनो त्यो गिटीहरू त्यस्तो युजहरू गरेको थियो यो चाहिँ एकदम अर्ग्यानिक भनौँ न अर्ग्यानिक युज गरेको थियो है त्यहाँ गएर चाहिँ हामीले नेपाली मान्छेलाई फेरि दर्शन दिएँ है अनि त्यसको बादमा चाहिँ यहाँ सानो मेलाहरू लागेको रहेछ है अन्त त्यहाँनिर तर हरेक पन्डालमा चाहिँ बाहिरपट्टि चाहिँ मेला लागेकै थियो है त्यसको बादमा चाहिँ हामी गयो है अन्त यो चाहिँ हो हाम्रो यो कसमस है बिग बजारको चाहिँ अपोजिटमा चाहिँ खोलेको यो चाहिँ है त्यो बाटोदेखिको थियो दामी त्यो चाहिँ यस्तो थिम चाहिँ थियो जङ्गल थिम क्या जङ्गल थिम जङ्गल भाइब्स त्यो ट्राइब्सहरू त्योवाला थियो क्या कस्तो दामी होइन झट्टै पऱ्यो क्या कस्तो दामी यो चाहिँ अब हाम्रो लास्ट भिजिट हो है मतलब अब त्यो अब 4टा त घुमिसक्यो होइन यो चाहिँ 5th थियो भनौँ न यस्तो दामी थियो त्यो यहाँभित्र पसेको थियो घरमा चाहिँ अर्कै दुनियाँमा जस्तो लागेको थियो अब एक्चुली जङ्गल थिम तर साँच्चै नै जङ्गल थिमै बनाएको थियो क्या दामी थियो जति पनि साइडको देख्नुहुन्छ नि यो चाहिँ उखु हुन्छ नि उखु त्यसको थियो हो अनि त्यहाँदेखि चाहिँ बोराहरू लगाएर अब एक्चुली कस्तो डिटेल्सहरू हेर्नुहोस् न यस्तो दामी बनाएको थियो अनि यहाँनिर चाहिँ पुरा ट्राइब्सहरू हुन्छ नि अब अर्कै आइल्यान्डतिर आए जस्तो लाग्यो क्या मलाई चाहिँ यस्तोहरू बनाएको थियो हो अन्त भित्र यस्तोहरू थियो कतिलाई त देखेको डर लाग्यो होला होइन किनभने कस्तो अब फर्स्टमा हेर्दा त अब अफिसदेखि पनि कस्तो हुन्छ नि त अब डर लाग्छ नि त होइन तर पनि त्यहाँभित्र चाहिँ अब हुन्छ नि एकदमै मजा आयो क्या दामी थियो यहाँनिर चाहिँ है अन्त काली माताको फेरि हामीले दर्शन त्यो माथि चाहिँ नि हेर्नुहोस् न यो चाहिँ हुन्छ नि त्यो चाहिँ जोकरहरूको त्यो लुगाहरू हुन्छ नि त्यस्तोहरू थियो है अनि अहिले ठुल्ठुलो यस्तोहरू मूर्तिहरू मुकुटहरू त्यस्तो लगाएको थियो अनि स्ट्रजहरू त्यस्तोहरूले चाहिँ युजहरू गरेको थियो है म त डिटेल देखेर छक्कै परेँ क्या अब यहाँ चाहिँ अब सानो बाँसहरू भयो होइन स्ट्र त्यस्तोहरूको बनाएको थियो क्या हेर्नु न यस्तो दामी यहाँ चाहिँ यहाँ पसेर साँच्चै मलाई चाहिँ अब आइल्यान्डमा पसेको छु जस्तो लागेको क्या